गुड मर्निङ एभ्रिवान। आज म फेरि यो जुठो र मायाको सम्बन्धलाई लिएर आएको छु। प्रिभियस भिडियोमा जे जति भने त्यही एउटा फनी थप थियो र त्यसै रूपमा लिइदिनु होला। वास्तविकतामा भन्नु भने जुठो र मायाको सम्बन्ध छनु चाहिँ छ है। र कस्तो रूपमा छ भने जुठो खाएर माया बढ्ने चाहिँ होइन, बरु माया भएर जुठो खाने वा बाँड्ने गरिन्छ। र यसलाई जुठो खानुमै सीमित नराखौँ, यसको अलिकति फराकिलो अर्थ छ मेरो धारणामा चाहिँ। र त्यो कस्तो छ भने जुठो खानु वा बाँड्नु भनेको आफूसँग जे जति छ त्यो आफूले माया गरेको व्यक्तिसँग बाँड्न चाहनु हो। जति नै सानो कुरा होस् टोकेर टुक्राएर आफूले माया गरेको व्यक्तिसँग बाँड्न चाहनु हो। र त्यो खाने कुरामा मात्र नभइकन जीवनको हरेक कुराहरू एकअर्कासँग बाँड्न चाहनु हो। र वास्तविकतामा माया भन्नु त्यही त हो। आफूसँग जे जति छ, थोरै छ धेरै छ, तर आफूले माया गरेको व्यक्तिसँग बाँड्न चाहिन्छ या कोहीसँग बाँड्न चाहिन्छ भने त्यो त माया हो, होइन र?